हेलो गाइस हाम्रो न्यू भिडियोमा स्वागत छ। हामी चाहिँ यसको लिनलाई यसको भाइको लुगा आदि बनाउने बिर्सियो कि जान बेला गरेर निमा हाइक्लमा म चाहिँ साथी आइदिएको अब हेर्नु जङ्गलको बाटो आउँछ बजार साथी आउँछ होला। ओ सुजन कस्तो लागिरहेको डर लाग्छ आइदैन यो चाहिँ लास्टै डर पुग्यो गाइस या डर पुग्यो यसको भरोसा नगरे हुन्छ है यताबाट हो क्या टाइम होइन खाइदैन यति मिल्छ अब अर्को साथी अघि त नि ल अब भन घर कस्तो गाडी खायो कस्तो स्कुलबाट घर जाने बित्तिकै डर गाडी खाएर चाहिँ कबाट ल्याइछ भनेर यति राति हिँड्नु पर्यो साथी हो जानै पर्यो। पप्पेले लुगै दिएन के मेरो नि हुडी दिएन यार हातेले म त फेरि त्यो अभिनय दिएछु मेरो त बहिनीको लागि क्या थोडा गाइस ल हेर त माथि चौतारामा पुछि देखाउँछ म चौतारा आउनु लागिसक्यो अलि माथि कस्तो लागिरहेको छ आज रमाइलो भइरहेको कस्तो लागिरहेको जानु मोज है त्यो त घर होइन के मोज है म फर्किनु परेन ए यसको पो मोज हो त सुजन घर बस्नुपर्छ क्या आज सुजन घर केटा हामी पुग्न लागिसकेको छ अहिले हामी कहाँ छ भने थाहा छैन चौतारा चौतारा कल तल भनेको यिनीहरूलाई अनि हाम्रो यता दोस्तहरू ममा अहिले एक्लै फर्किनु पर्ने गान्धी खाती म छोडिदिने आधी बाटो त आफै जाने आधी बाटो पुल छोडिदियो भने त छिटो आमा यस्तो हजार भयो कसरी जाने उहाँसँग छोडिदिन्छु गाह्रो आज त खाती मम्मीले फर्किनु मार्छ मलाई फोन गरेर काट्ला गर्छु मलाई ए मलाई जानु अब कस्तो गर्छ हेर्नु अहिले म फोन गर्ने म जानु म नि जान्न एक्लै म छोडिदिन्छु चिकन माथि सिधा चौतारामा सकिन्न भ्लग गरेर हिँड्न सकिन्न केटा चौतारा आइसकेको छ है माथि चौतारा अब पप्पी घर धेरै छैन हुन्छ अब धेरै छैन आउन भाइ हाम्रो आज एक्लै पर्छ अहिले हामीले गएको देखाएको छ हामीलाई होइन हामी गिराएको छ अन्त बोलाउने आउँदैन त खाँदै त डर हुन्छ बाटो गाई हामी यस्तो डर लाग्दो जानु पर्यो अरे ल हामी गाई डाइरेक्ट घर पुगिदिएको छौँ खातिर भागतिर झन् डर लाग्छ मलाई त जङ्गलै जङ्गल छ बाबु त तर सिधै छे पुगिन्छ क्या छे पनि डर लाग्छ नि आइसकेको छ घर पप्पे प्रत्येक आइज त बाहिर ल अब हामी लिएर भ्याइसक्यो त बाहिर पुसी देखाउँछौँ है लिएर निस्किसक्यो भाग्छ यो खातीहरू त मलाई छोडेर भागिदिएर ए म्या भ्लगर म सँगै हिँडेको त्यो खातिर नि टक्क लगाएर अब हामी चाहिँ जान्छ भ्लगर त हिँड्ने गाइस अब त डर लाग्छ म्या चिकन आमै फ्लाक्छु कि चिकन बुढो भाइ खराबको त म त डराइदिएर हालै यो नकाटे ल गाई छ अगाडिबाट यस्तो हो गाई डर लाग्यो लाडे बाल्छौँ हामी उता अगाडि चौतारा पुसी देखाउँछौँ गाई चाहिँ अलिक पुगेको भाग्यो भाग्यो अब हामीले के छैन तल करोना पेस्ट हानिनेलाई किन गएर मसँग के छैन होला के सब एलपिजी गरेर एउटा के नपुगेको कमेन्ट गर्नु होला लाइक सब्सक्राइब गर्नु गाइस भ्लग नगर्नु त्यही करारमा हामीले हन है गाई चौतारा यही चौतारा पानी डर लाग्दैन ढुक्क हामी सिधै सुतिनु बेला भेटौँ है सुतिनु बाटोमा ल सुतिनु बेला के बाटोमा सुतिनु लागेर गाई त गाई हामी चाहिँ
आधी बाटो भन्नु नि अझै छोरी राखे दरा के दिएर जस्तो अघि आँखै कस्तो तिनमिरा आयो वहाँ पुग्नु यार मेरो स्वर त्यस्तो आयो पक्का भनिदिन्छु मैले मेरो स्वर किन हो चेन्ज हुन्छ क्यामेराको यहाँ अरू के हुन नि क्यामेराको अरू चेन्ज हुन्छ केटा त नर्भस भएर होइन क्यामेरा दियो भने कहिले नर्भस नहुने होला होइन नर्भस नभए मेरो त मन चाहिँ मेरो ब्लग मेरो आवाज चाहिँ आउँथ्यो अहिले नै आउँछ आउनु त नआउने होइन मेरो आवाज तेरो त ठिकै आउँछ नि बाबु मेरो त आवाज चाहिँ कस्तो किटी जस्तो आउँछ नि किटी जस्तो आउँछ नि मेरो आवाज त होइन बनाउन आएको जसरी बनाउँछ त लजाउन कहिले हुनु ल्याउने केटा होइन अब देखाउने दौडाएर होला हो कि नभने होइन भने अनि है जे छ त्यही हुनपर्छ आफ्नोमा यसरी गर्न के हुन्छ भने कि हात दियो केटा त्यो चाहिँ देखाउने होइन जे छ है छँदै होइन अनि के त अब ल्याउन नमिल्ने सोधेर के आज त डर बोली फुट्यो होइन 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 क्या घर त्यो मसँग बज्न मलाई औडा लाज लाग्यो आइदिएन कि मैले त तर होइन तर त्यो भ्लगमा नि फेरि ए म त यति देखाएन हुन्न के होइन एक दुई शब्द दिनुपर्छ केटा यस्तो जाडो केटा होइन म साइड गरेँ क्यामेरा किनेको आँखा के देखेन तल केटा तल यस्तो भ्लग के हो केटा हो होइन भ्लग अन भयो कि नै मलाई थाहा होइन भ्लग चाहिँ म अफ हान्थेँ किनकि बिग्रेँ क्या म अहिले पछि बनाउँछु तल गएर भाइ अब म चाहिँ घर आइसकेर म सेफ आएको छु घर ल भ्लग हेर्नु नबिर्सिनु होला लक्की भाइको भिडियो आउँथ्यो त्यो पनि हेर्नु नबिर्सिनु होला है त ल हाम्रो भूत ल बाई गरिदियो बाई